यहाँ हेर्नुहोस्, तपाईले प्रति महिना 1000 रुपैयाँको एसआइपी गरेर 40 वर्षमा 1,63,00,000 रुपैयाँ बनाउनु भयो। यस्तै 3000 को एसआइपी गरेर 30 वर्षमा 2,10,00,000 भन्दा बढी बनाउनु भएको। तर यो एसआइपी भनेको के हो त, कसरी गर्ने, कहाँ गर्ने, यसमा रिटर्न मात्र होइन रिस्कको बारेमा पनि छलफल गर्नेछौँ। एसआइपी को पूरा रूप हुन्छ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। एउटा सिस्टममा इन्भेस्टमेन्ट गर्ने प्लान भनेको नै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। अब सिस्टमेटिक भनेपछि फिक्स टाइम हुनु पर्यो। तपाईले कहिले कहिले लगानी गर्ने त, तपाईले प्रत्येक महिनाको 1 गते लगानी गर्छु भन्ने होला, अथवा प्रत्येक 3 महिनामा लगानी गर्छु, अथवा प्रत्येक 6 महिनामा लगानी गर्छु, अथवा प्रत्येक वर्षको चाहिँ यो महिनाको यो गते लगानी गर्छु भनेर यसरी फिक्स टाइम हुनु पर्यो। अब इन्भेस्टमेन्ट भनिसकेपछि अमाउन्ट हुने भयो। यसमा फिक्स अमाउन्ट तपाईले कति इन्भेस्ट गर्ने हो त, जस्तै कि मैले चाहिँ 1000 रुपैयाँ इन्भेस्ट गर्ने हो, अथवा 5000 रुपैयाँ इन्भेस्ट गर्ने हो, 10000 रुपैयाँ इन्भेस्ट गर्ने हो भनेर तपाईले पहिले नै निर्णय लिनु पर्यो। यसरी फिक्स टाइममा फिक्स रकम इन्भेस्ट गर्ने तरिका भनेको नै एसआइपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। यो एसआइपी को तरिकाले तपाईले कहाँ कहाँ इन्भेस्ट गर्न सक्नुहुन्छ त भन्दा, एउटा भनेको तपाईले ब्याङ्कमा आरडी भनेर रिकरिङ डिपोजिट, जुन भनेको तपाईले फिक्स टाइममा फिक्स अमाउन्ट इन्भेस्ट गर्छु भनेर ब्याङ्कमा गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ तपाईले स्टकमा, तपाईले कुनै कम्पनीको सेयर चाहिँ त्यसको प्राइस बढे पनि घटे पनि मैले फिक्स टाइममा चाहिँ फिक्स अमाउन्टको दरले त्यो सेयर चाहिँ मैले किनिरहन्छु भनेर लगानी गर्ने तरिका अपनाउनुहुन्छ भने तपाईले स्टकमा पनि गर्न सक्नुहुन्छ। त्यसैगरी अर्को भनेको चाहिँ तपाईले म्युचुअल फन्डमा। यो एसआइपी भन्ने शब्द चाहिँ म्युचुअल फन्डसँग सम्बन्धित रहेर पपुलर रहेको छ, अर्थात् धेरैले बुझ्ने गरिन्छ। र आजको भिडियोमा कुरा गर्न लागेको पनि यही म्युचुअल फन्डसँग सम्बन्धित रहेर हो। त्यसो भए यो म्युचुअल फन्ड भनेको चाहिँ के हो त, एएमसी अर्थात् एसेट म्यानेजमेन्ट कम्पनी भन्ने रहेका हुन्छन्। जस्तै कि ग्लोबल क्यापिटल भयो, नोबेल क्यापिटल, एनआइसिआइसिआई क्यापिटल भन्ने रहेका हुन्छन्। यिनीहरूले सञ्चालन गर्ने एउटा स्किम भनेको म्युचुअल फन्ड हो। अब यो म्युचुअल फन्ड भनेको चाहिँ के हो भन्दाखेरि, तपाईँ हामी मध्ये धेरैजनाले चाहिँ सानो सानो रकम यसरी इन्भेस्ट गर्दै जान्छौँ यसमा, र यसरी जम्मा भएपछि त ठुलो रकम हुन्छ। धेरैले थोरै थोरै जम्मा गरिसकेपछि यसरी यो ठुलो रकमलाई चाहिँ त्यहाँ रहेको एउटा एक्सपर्ट जान्ने बुझेको टिमले चाहिँ विभिन्न क्षेत्रहरूमा, जस्तै कि सेयरमा हुन सक्छ, डिभेन्चरमा, फिक्स्ड डिपोजिटमा, यसरी विभिन्न ठाउँहरूमा लगानी गरेर त्यहाँबाट आएको रिटर्नलाई चाहिँ हामी लगानीकर्तालाई नै फिर्ता गर्ने यस्तो स्किम भनेको चाहिँ म्युचुअल फन्ड हो। अब यो म्युचुअल फन्ड भनेको फेरि दुई प्रकारको हुन्छ। पहिलो भनेको क्लोज इन्डेड म्युचुअल फन्ड। यो भनेको चाहिँ जस्तै कि 5 वर्षको लागि 10 वर्षको लागि सञ्चालन हुन्छ, त्यसपछि भनेको चाहिँ यो बन्द हुन्छ। त्यसपछि फेरि अर्को म्युचुअल फन्ड खोल्छ यो कम्पनीले, जुन भनेको तपाईले टिएमसी मार्फत चाहिँ शेयर मार्केटमा कारोबार गर्न सक्नुहुन्छ। त्यसैगरी अर्को भनेको चाहिँ ओपन इन्डेड म्युचुअल फन्ड भन्ने हुन्छ। यो भनेको चाहिँ निरन्तर रूपमा चलिरहन्छ के, जसले गर्दा तपाईले 40 वर्ष, 50 वर्ष, इभन 100 वर्षको लागि पनि लगानी गर्न सक्नुहुन्छ यो म्युचुअल फन्डमा चाहिँ। र यो ओपन इन्डेड म्युचुअल फन्ड भनेको चाहिँ शेयर मार्केटमा कारोबार हुँदैन। तपाईले चाहिँ यो क्यापिटलमै गएर अथवा तपाईले क्यापिटलको अनलाइन माध्यम अथवा वेबसाइटबाट कारोबार गर्न सक्नुहुन्छ। र हामीले एसआइपी गर्ने भनेको पनि यही ओपन इन्डेड म्युचुअल फन्डमा हो। र यो ओपन इन्डेड म्युचुअल फन्ड भनेको विशेषतः 3 प्रकारको हुने गर्दछ। पहिलो भनेको इक्विटी बेस्ड। यस्तो प्रकारको म्युचुअल फन्डमा चाहिँ यसरी जम्मा भएको यो ठुलो पैसा हुन्छ नि, विभिन्न कम्पनीहरूको सेयरमा मात्र लगानी गर्ने गर्दछ, जस कारणले गर्दा यसमा रिस्क पनि बढी हुन्छ र रिटर्न पनि बढी हुने गर्दछ। किनकि यसले स्टक मार्केटमै लगानी गर्ने हो, स्टक मार्केट भनेको त तलमाथि भइरहेको हुन्छ, त्यसकारणले गर्दा रिस्क पनि बढी हुन्छ र रिटर्न पनि बढी हुने गर्दछ। त्यसैगरी अर्को भनेको चाहिँ हाइब्रिड भन्ने हुन्छ। हाइब्रिड भनेको चाहिँ यसले इक्विटीमा पनि लगानी गर्छ र डेप्टमा अर्थात् विभिन्न प्रकारका फिक्स्ड डिपोजिटहरूमा, डिभेन्चरहरूमा दुईटैलाई मिलाएर लगानी गर्छ कि हाइब्रिड भन्ने बित्तिकै दुईटैलाई। त्यसकारणले गर्दा यसमा रिस्क र रिटर्न भनेको मिडियम खालको हुने गर्दछ। यसमा भन्दा कम हुने भयो र यसमा भन्दा बढी हुने भयो। त्यसैगरी अर्को तेस्रो भनेको चाहिँ डेप्ट म्युचुअल फन्ड भन्ने हुन्छ। यसमा के हुन्छ भन्दाखेरि यसले चाहिँ विभिन्न प्रकारको फिक्स्ड डिपोजिटहरूमा, डिभेन्चरहरूमा लगानी गर्छ, त्यसकारणले गर्दा यसमा रिस्क पनि कम हुन्छ र रिटर्न पनि कम हुने गर्दछ। एउटा स्टेबल खालको रिटर्न हुन्छ यसमा। यसबाट कति रिटर्न पाइन्छ त भनेर जान्नको लागि क्रोममा गएर एसआइपी क्याल्कुलेटर भनेर सर्च गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ भर्खर सिद्धार्थको प्रयोग गरेकाले यसको देखाएको छ। अब इन्भेस्टमेन्ट पिरियड भनेको चाहिँ तपाईले वार्षिक गर्ने हो कि प्रत्येक 6 महिनामा गर्ने अथवा 3 महिनामा अथवा मन्थली गर्ने हो त, हामीले यहाँ मन्थली राखौँ। त्यसपछि तपाईले कति एसआइपी गर्ने हो त, मानौ यहाँ तपाईले 1000 रुपैयाँ गर्दै हुनुहुन्छ अरे। अब यहाँ एक्सपेक्टेड एनुअल रिटर्न चाहिँ कति राख्ने भन्ने मेन क्वेसन हो के। नेपालमा म्याच्योर भएका क्लोज इन्डेड म्युचुअल फन्डहरूमध्ये एभरेजमा एनुअल रिटर्न भनेको चाहिँ 15.76% दिएको देखिन्छ। हामीले चाहिँ यहाँ 13% राखेर हेरौँ। त्यसपछि अब तपाईले कति वर्षको लागि एसआइपी गर्दै हुनुहुन्छ त, मानौ तपाईले 40 वर्षको लागि गर्दै हुनुहुन्छ अरे।
अब कति आउँछ रिजल्ट हेरौँ है त। तपाईँले यहाँ 4,80,000 को इन्भेस्टमेन्ट गर्नुभएको छ, त्यसबाट टोटल गेन भनेको चाहिँ 1,58,00,000 भएको छ भने त्यसबाट टोटल रिटर्न भनेको कति भयो त 1,63,00,000 प्लस। तपाईँले पनि यी डेटाहरूलाई आफ्नो तरिकाले चेन्ज गरेर रिटर्न क्याल्कुलेसन गर्न सक्नुहुन्छ। अब एसआइपीले कसरी काम गर्छ त त्यो बुझौँ। अब यो एसआइपीले कसरी काम गर्छ त भनेर बुझौँ, त्यसपछि भनेको यो कसरी गर्ने अगाडि भन्ने नै छु। मानौ तपाईँले प्रति महिना 1000 रुपियाँको एसआइपी गर्छु भनेर प्लान बनाउनु भयो रे, जुन भनेको तपाईँले अटोमेटिक पनि गर्न सक्नुहुन्छ, होइन भने तपाईँले डिजिटल वालेटहरू जस्तै ई सेवाबाट होला, खल्ती आइएमपीबाट होला, कनेक्ट आइपिएसबाट तपाईँले गर्न सक्नुहुन्छ, जसको लागि तपाईँलाई म्यासेजमा रिमाइन्डर पनि आउने गर्दछ। यसरी तपाईँले 1000 मा लगानी गर्ने दिन भनेको एनएबी भनेको चाहिँ 10 रुपियाँ रहेको थियो रे। अब यो एनएबी भनेको के हो भन्दाखेरि टोटल एसेट्सबाट त्यो फन्डको टोटल लायबिलिटी घटाएर टोटल युनिटले भाग गर्दाखेरि जति आउँछ त्यो भनेको त्यो दिनको एनएबी हो। अब यो टेक्निकलतिर नजाउँ, जसरी सेयर मार्केटमा एक किताको प्राइस चाहिँ यति भन्ने हुन्छ नि, त्यसै गरी नै म्युचुअल फन्डमा चाहिँ एक युनिटको प्राइस चाहिँ यति हो भनेर बुझ्नको लागि तपाईँले एनएबी हो भनेर बुझ्न सक्नुहुन्छ, जुन भनेको प्रत्येक दिन चेन्ज भइरहेको हुन्छ। अब त्यो दिन 10 थियो भनिसकेपछि अब तपाईँले लगानी गरेको 1000 त्यो दिनको एनएबी भनेको 10 हुने भयो, जसले गर्दा तपाईँले त्यो म्युचुअल फन्डको 1000 युनिट चाहिँ प्राप्त गर्नुभयो। अब यसरी नै तपाईँले अर्को महिना पनि इन्भेस्ट गर्नुहुन्छ, फेरि 1000 रुपियाँ नै लगानी गर्नुहुन्छ र त्यतिखेर एनएबी बढेर चाहिँ 12 रुपियाँ भएको थियो अरे मानव प्रति युनिट। अब तपाईँको 1000 नै भइहाल्यो। अब त्यसलाई 12 ले भाग गरिदिनुहोस्, कति हुन्छ त 83.33 हुने गर्दछ होइन। यो 33 पोइन्ट पछाडिको भनेको चाहिँ अर्को महिना अथवा पछि एडजस्ट हुन्छ। अब यो 83 युनिट चाहिँ तपाईँको थप हुने भयो। पहिलाको भनेको चाहिँ कति युनिट थियो त 100 युनिट, अब 83 युनिट थपिसकेपछि चाहिँ 183 युनिट तपाईँको भयो। अब यसरी नै तपाईँले प्रत्येक महिना लगानी गर्दै गर्दाखेरि चाहिँ यसरी नै त्यो म्युचुअल फन्डको युनिटहरू थपिँदै गएर जान्छ कि। अब तपाईँले बेच्ने बेलामा यस्तै युनिटहरू जम्मा भएको युनिट हुन्छ, त्यो युनिट चाहिँ तपाईँले म्युचुअल फन्डलाई बेच्नुहुन्छ र तपाईँको पैसा भनेको चाहिँ फिर्ता आउने भयो। अब यसमा रिटर्नको कुरा गर्नुहुन्छ भने तपाईँले यसमा 2 प्रकारको रिटर्न प्राप्त गर्नुहुन्छ। पहिलो भनेको डिभिडेन्ड। म्युचुअल फन्डले आफूले कमाएको प्रफिटबाट चाहिँ केही हिस्सा तपाईँ जसले लगानी गरेको छ ती व्यक्तिहरूलाई नै वितरण गर्ने गर्दछ, जस्तै कि 10% होला अथवा 20% होला, 50% होला, यसरी नै तपाईँको डाइरेक्ट ब्याङ्क एकाउन्टमा आउने गर्दछ। त्यसै गरी दोस्रो भनेको चाहिँ एनएबी बढ्यो भने, जस्तै कि तपाईँले किन्दाखेरि चाहिँ प्रति युनिट भनेको अर्थात् एनएबी भनेको 10 रुपियाँ थियो, अब तपाईँले बेच्ने बेलामा चाहिँ 20 रुपियाँ भयो भने प्रति युनिट 10 चाहिँ फाइदा हुने भयो। यसरी 2 प्रकारको रिटर्न प्राप्त गर्नुहुन्छ। अब तपाईँले यसमा कति लगानी गर्न सक्नुहुन्छ अथवा कति लगानी गर्नुपर्छ भन्नुहुन्छ भने तपाईँले कम्तीमा अर्थात् कम मिनिमम भनेको 1000 रुपियाँ लगानी गर्नुपर्ने हुन्छ र धेरैवटा फन्डहरूमा भनेको चाहिँ 500 को गुणाङ्कले, जस्तै कि मिनिमम भनेको 1000 रुपियाँ भयो, त्यसपछि भनेको चाहिँ तपाईँले जस्तै कि 1500 2000 गरेर लगानी गर्नुपर्ने हुन्छ। जस्तै कि 1250 गर्छु भन्नुभयो भने चाहिँ पाउनु हुँदैन कि। यो चाहिँ यसरी 500 को मल्टिप्लायर चाहिँ यो कुनै कुनैमा रहेको हुनसक्छ, सायद सबैमा छैन होला, तर मिनिमम चाहिँ 1000 रुपियाँ नै हो। योभन्दा बढी तपाईँले जति पनि गर्न सक्नुभयो। र यसरी लगानी गर्दै गर्दाखेरि चाहिँ तपाईँले रेगुलर रूपमा इन्भेस्ट गर्न सक्ने अमाउन्ट चाहिँ गर्नुपर्ने हुन्छ। जस्तै कि सुरुमा भनेको तपाईँले 10,000 रुपियाँ गर्छु भन्नुभयो, अर्को महिना चाहिँ पैसा नै भएन भने त्यस कारणले गर्दा तपाईँले रेगुलर रूपमा चाहिँ कति इन्भेस्ट गर्न सक्नुहुन्छ त त्यो आफ्नो तरिकाले चुज गरेर चाहिँ तपाईँले यसरी रेगुलर रूपमा इन्भेस्ट गर्न सक्ने आफ्नो ह्याबिटलाई चाहिँ बनाउन सक्नुहुन्छ। अब तपाईँलाई लगानी गर्नको लागि के चाहियो त? पहिलो भनेको चाहिँ ब्याङ्क एकाउन्ट हुनु पर्यो, त्यसै गरी दोस्रो भनेको मेरो सेयर र तेस्रोमा भनेको तपाईँसँग डिम्याट एकाउन्ट हुनु पर्यो। यसरी 3वटा कुरा भइसकेपछि तपाईँ नेपालमै भए पनि तपाईँ विदेशमा भए पनि तपाईँले सजिलै रूपमा एसआइपी गर्न सक्नुहुन्छ। तपाईँले यत्तिकै एसआइपी गर्न भन्दा पनि कुनै एउटा गोल सेट गरेर तपाईँले जस्तै कि बाइक किन्नको लागि अथवा हायर एजुकेसनको लागि होला, विवाहको लागि, आफ्नै विवाह अथवा छोराछोरीको विवाहको लागि होला, रिटायरमेन्टको लागि होला, अथवा अन्य कुनै गोलहरू प्राप्त गर्नको लागि यसरी तपाईँले एउटा कारण दिएर एसआइपी गर्नुभयो भने, एउटा भनेको त तपाईँले फर्जुल खर्च अथवा कतै अन्त खर्च गर्न खोज्नुभयो भने मैले यसको लागि एसआइपी गर्नुपर्ने छ है भन्ने तपाईँलाई ध्यान हुन्छ। त्यसै गरी अर्कोतर्फ भनेको चाहिँ तपाईँले यसरी गोलहरू पनि प्राप्त गर्नुहुन्छ। गोल बेस्ड एसआइपी गर्दा पनि तपाईँको गोल भनेको यदि 5 वर्षभन्दा कमको छ भने तपाईँले डेप फन्डमा गर्न सक्नुहुन्छ, जसको भनेको स्टेबल रिटर्न हुने गर्दछ, धेरै फ्लक्चुएट भइरहँदैन। जस्तै कि नेपालको हकमा हेर्नुहुन्छ भने अहिलेको समयमा चाहिँ एनएसएसिया डाइनामिक डेप फन्ड मात्र रहेको छ। यो चाहिँ रिकमेन्ड गरेको होइन, अहिलेको समयमा यो मात्र छ, त्यस कारणले गर्दा भनेको हो। यदि तपाईँले लङ टर्मको लागि गर्दै हुनुहुन्छ, 15-20 वर्षको लागि अथवा 5 वर्षभन्दा बढीको लागि गर्दै हुनुहुन्छ भने तपाईँले हाइब्रिड अथवा इक्विटी फन्डमा चाहिँ एसआइपी गर्न सक्नुहुन्छ। यदि तपाईँले छोटो समयको लागि गर्नुहुन्छ भने त यसले भनेको स्टक मार्केटमा इन्भेस्ट गर्छ, त्यस कारणले गर्दा बढ्ने घट्ने भनेको
भइरहन्छ हैन। यदि तपाईले लामो समयको लागि गर्नुहुन्छ भने यो त स्टक मार्केटमा बढी नै रहन्छ, त्यसकारणले गर्दा तपाईको यसमा रिस्क पनि कम हुन जान्छ र तपाईले एसआईपी गर्दै गर्दाखेरि तपाईले आफ्नो अमाउन्ट र डेटलाई चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। जस्तै कि 1000 रुपैयाँको गर्ने भए 1500 बनाउन सक्नुभयो अथवा त्यसलाई घटाउन सक्नुभयो। त्यसैगरी डेट पनि तपाईले प्रत्येक महिना गर्ने भए प्रत्येक 3 महिनामा अथवा फेरि 5 गते गर्नुहुन्थ्यो भने 7 गते पनि बनाउन सक्नुहुन्छ, चेन्ज गर्न सक्नुहुन्छ। कसरी गर्ने त अगाडि मैले प्र्याक्टिकल्ली देखाउने छु। यससँग सम्बन्धित प्लानहरुमा पहिलो भनेको एसआईपी भयो, जुन भनेको हामीले अहिले छलफल गरिरहेका छौं। सिस्टमेटिक वेमा लगानी गर्ने तरिका भनेको नै एसआईपी भयो, जुन हामीले छलफल गरिरहेका छौं। त्यसैगरी अर्को भनेको चाहिँ एसडब्ल्युपी भन्ने हुन्छ, सिस्टमेटिक विथड्रल प्लान। तपाईले यही एसआईपी गरेको रकमलाई अथवा तपाईले त्यो फन्डमा चाहिँ एकैपटक ठूलो रकम जम्मा गरेर त्यो रकमलाई चाहिँ तपाईले मासिक रूपमा त्रैमासिक 6 महिनामा अथवा वर्षमा चाहिँ तपाईले स्यालेरी जस्तै फिर्ता लिनुहुन्छ भने चाहिँ यसरी फिर्ता लिने एउटा सिस्टम, एउटा प्लानलाई भनेको चाहिँ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनिन्छ। त्यसैगरी अर्को भनेको चाहिँ डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भन्ने हुन्छ, जुन मैले अगाडि रिटर्नको कुरा गरेको थिएँ नि, तपाईले डिभिडेन्ड पाउनुहुन्छ भन्ने। त्यो डिभिडेन्डलाई चाहिँ तपाईले ब्याङ्क एकाउन्टमा नलिएर त्यो डिभिडेन्डलाई चाहिँ पुनः त्यही फन्डमा नै रिइन्भेस्ट गर्नुहुन्छ भने त्यसलाई डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भनिन्छ के। जसले गर्दाखेरि तपाईको त्यो फन्ड भनेको चाहिँ ग्रो भइरहेको छ, तपाईको त्यो डिभिडेन्डले पनि अझ धेरै पैसा कमाउने भएको, जसले गर्दा तपाईले कम्पाउन्डिङको फाइदा लिन सक्नुहुन्छ। एसआईपी मा वेल्थ क्रिएसन गर्ने भनेको नै यसले हो। तपाईको सानो सानो रकमलाई धेरै रकम बनाउने भनेको नै यो डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लानले हो। यसको लागि चाहिँ तपाईले रजिस्टर गर्दाखेरि एक ठाउँमा टिक लाउनु पर्ने हुन्छ। यसको लागि मैले अगाडि प्र्याक्टिकल्ली पनि देखाउने छु। त्यसैगरी अर्को भनेको चाहिँ स्टेप अप एसआईपी भन्ने हुन्छ। जसरी तपाईको स्यालेरी भनेको प्रत्येक वर्ष बढ्दै जान्छ, तपाईको इन्कम भनेको बढ्दै जान्छ, त्यसरी नै तपाईले त्यो एसआईपी गर्ने अमाउन्टलाई यो वर्ष भनेको चाहिँ तपाईले प्रत्येक महिनामा 1000 रुपैयाँ गर्दै हुनुहुन्छ भने अर्को महिना चाहिँ तपाईले 1500 बाट सुरु गर्ने के प्रत्येक महिना। यसरी तपाईले आफ्नो स्यालेरी इन्कम बढे अनुसार चाहिँ एसआईपी को अमाउन्टलाई पनि बढाउने भनेको स्टेप अप एसआईपी हो। किनकि अहिलेको समयमा महँगाई दर हेर्नुहुन्छ भने 7% रहेको छ र महँगाईलाई त हामीले टार्न सक्दैनौं। यदि तपाई 7% महँगाई दर मान्नुहुन्छ र 30 वर्षपछि हेर्नुहुन्छ भने 1 करोडको भ्यालु अहिलेको 13,13,000 बराबर हुनेछ। हेर्नुहोस् त 1 करोडको भ्यालु 13 लाखमा। त्यसकारणले गर्दा तपाईले एसआईपी मात्र गर्न भन्दा यदि स्टेप अप एसआईपी गरेर तपाईले 5-7 करोड बनाउनु भयो भने यसको भ्यालु भनेको चाहिँ 30-40 वर्षपछि कम्तीमा 60-65 लाख 80 लाख त हुन्छ नि। यसले भनेको तपाईको गोललाई प्र्याक्टिकल्ली एचिभ गर्नको लागि सहयोग गर्छ। यसको लागि चाहिँ मैले तपाईलाई यो एसआईपी को अमाउन्ट र डेट चाहिँ चेन्ज गर्न मिल्छ भनेको थिएँ नि। तपाईले अमाउन्ट चाहिँ वेबसाइटमा गएर चेन्ज गर्न सक्नुहुन्छ हैन। यो वर्ष चाहिँ तपाईले प्रत्येक महिनामा 1000 रुपैयाँ गर्नुभयो भने अर्को महिनामा चाहिँ तपाईले प्रत्येक महिनामा तपाईले कति गर्न सक्नुहुन्छ त त्यो हिसाबले बढाउन सक्नुहुन्छ। यसमा मुख्यतः दुई प्रकारको रिस्क हुने गर्दछ। पहिलो भनेको मार्केट रिस्क। लगभग डेब्ट फन्डमा बाहेक अन्य फन्डहरु जुन भनेको डेब्ट फन्ड भयो, हाइब्रिड फन्डहरुले भनेको चाहिँ स्टक मार्केटमै लगानी गर्ने हो र स्टक मार्केट भनेको कहिले बढ्ने त कहिले घट्ने गरिरहेको हुन्छ। तपाईलाई एउटा फ्याक्ट भन्नु पर्दाखेरि चाहिँ नेपालमा एसआईपी सुरु भएको लगभग 4-5 वर्ष भइसकेको छ, तर पनि अहिलेसम्म धेरैवटा फन्डहरुले चाहिँ तपाईलाई डिभिडेन्ड दिएका छैनन्। त्यसैगरी तपाईको एनएबी पनि हेर्नुहुन्छ भने 10 बाट बढेर बल्ल बल्ल 11 भएको छ। त्यसकारणले गर्दा लङ टर्ममा चाहिँ स्टक मार्केट पनि बढ्छ र तपाईको एसआईपी को रिटर्न पनि बढ्नेवाला छ। त्यसकारणले गर्दा लङ टर्मको लागि इन्भेस्टिङ गर्नुभयो भने यो मार्केट रिस्क भनेको चाहिँ आफै कम हुन्छ। त्यसैगरी अर्को भनेको चाहिँ लिक्विडिटी रिस्क। इन्डियामा चाहिँ 4-5 वर्ष पहिला फ्र्याङ्कलिन टेम्पल्टनले आफ्ना 6 वटा फन्डहरु बन्द गरेको थियो। कोभिड-19 को बेलामा चाहिँ धेरै मानिसहरु एकैपटक नै यो डेब्ट फन्ड थियो, मानिसहरु एकैपटक नै पैसा माग्न फिर्ता लिन गएका थिए। त्यसकारणले गर्दा यो फ्र्याङ्कलिन टेम्पल्टनले त अन्त लगानी गरेको हुन्छ, एकैपटक फिर्ता दिन त सकेन, त्यसकारणले गर्दा बन्द गरेको थियो। त्यसपछि चाहिँ यो कुरा त्यहाँको सर्वोच्च अदालतमा पुगिसकेपछि त्यहाँका लगानीकर्ताहरूले 3 वर्षपछि भनेको चाहिँ सम्पूर्ण रकम सम्पूर्णलाई नै फिर्ता पाएका थिए। र नेपालमा पनि एसआईपी फन्डहरु भनेको चाहिँ यसरी नै एकदम विशेष परिस्थितिहरुमा भनेको चाहिँ खारेज गर्न सक्ने व्यवस्था छ, जसको लागि चाहिँ 7 को पनि एप्रुभ लिनुपर्ने हुन्छ भने हामी लगानीकर्ता मध्ये पनि बहुमतले चाहिँ यो चाहिँ अब बन्द गर्न सकिन्छ भनेर एप्रुभ गर्ने पर्ने हुन्छ। त्यतिकै सजिलै रूपमा यसरी घाटामा जाने अथवा बन्द हुने भन्ने चाहिँ हुँदैन। अब म एसआईपी गर्नको लागि रेडी छु। अब मैले कुन फन्डमा चाहिँ एसआईपी गर्ने भन्नुहुन्छ भने नेपालमा अहिले एसआईपी गर्न मिल्ने फन्डहरु 9 वटा रहेका छन् भने अन्य फन्डहरु पाइपलाइनमा पनि रहेका छन्। डेब्ट फन्डमा हेर्नुहुन्छ भने एनआईसीआईसीआई डाइनामिक डेब्ट फन्ड मात्र रहेको छ अहिलेको समयमा, पछि चाहिँ अन्य फन्डहरु पनि आउलान्। त्यसैगरी हाइब्रिड अन्तर्गत भनेको चाहिँ तपाईले अहिले चाहिँ यो भिडियो अलरेडी लङ भइसकेको छ, यसको बारेमा चाहिँ मैले डिटेल भिडियो ल्याउने छु। तपाईले कुनमा गर्ने त भनेर यसको लागि सब्स्क्राइब गरेर बस्नु होला हैन। तपाईले अहिलेको लागि चाहिँ जस्तै कि पास्ट रिटर्नहरु, त्यसैगरी भनेको चाहिँ त्यसको एसेट अन्डर म्यानेजमेन्ट कति रहेको छ त,
त्यो एएमसीले म्यानेज गरेका अन्य फन्डहरूले कति डिभिडेन्ड दिएका थिए त पास्टमा, एक्जिट लोड के लागेको छ, त्यसमा फिजहरू के रहेको छ त भनेर एनालाइसिस गरेर चाहिँ तपाईँले एसआइपी गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले एसआइपीबाट पैसा फिर्ता लिने क्रममा चाहिँ एक्जिट लोड भन्ने एक प्रकारको चार्ज लाग्छ, त्यसै गरी ट्याक्सहरू पनि लाग्छ। जुन भनेको मैले यो भिडियोमा भनेको थिएँ, यो भिडियो सकिसकेपछि हेर्नु होला। अब एसआइपी कसरी गर्ने त त्यो जानौँ। यो हो आजका दिनसम्मका एसआइपी फन्डहरूको लिस्ट। तपाईँले जुन क्यापिटलमा एसआइपी गर्ने हो त्यो क्यापिटलको नेम र अगाडिपट्टि भनेको एसआइपी रजिस्ट्रेसन भनेर सर्च गर्न सक्नुहुन्छ। जस्तै कि एनआइएमबी एसआइपी रजिस्ट्रेसन भनेर सर्च गर्छु मैले। त्यसपछि भनेको सुरुमै देखाउँछ, यसमा क्लिक गर्नुहोस्। यस्तो खालको इन्टरफेस आउँछ। तपाईँले स्क्रोल गर्दै जानुहोस् तलपट्टि होइन। त्यसपछि तल स्क्रोल गरिसकेपछि यहाँ आई एग्री भनेर देख्नुहुन्छ, नेक्स्ट गर्नुहोस्। त्यसपछि भनेको चाहिँ यो रजिस्ट्रेसन फर्म फिलअप गर्नुपर्ने हुन्छ। त्यसै गरी एनआइसिआइसिआईको हेर्नुहुन्छ भने त्यस्तै खालको फर्म नै भर्नुपर्ने हुन्छ, जुन मैले अगाडि एउटाको सिकाउने छु अहिले। त्यसै गरी तपाईँलाई मानव सिद्धार्थमा गर्नु पर्यो भने त्यसपछि भनेको चाहिँ रजिस्ट्रेसन फर्म तपाईँले देख्नुहुन्छ यहाँ। मैले चाहिँ यहाँ इक्जाम्पलको लागि एनएमबी क्यापिटलको लिएको छु। जस्तै कि यसमा क्लिक गर्नुहोस्। एनएमबीमा चाहिँ एनएमबी सरल बचत फन्ड ई भन्ने रहेको छ स्किमको नेम चाहिँ। त्यसै गरी यसमा भनेको चाहिँ डिपी सेलेक्ट गर्नुहोस्। तपाईँको डिम्याट एकाउन्ट कहाँ रहेको छ त। त्यसपछि बिओआइडी भनेको चाहिँ तपाईँको डिम्याट एकाउन्ट हुने भयो। तपाईँको मोबाइल नम्बर राख्नुहोस्। तपाईँको यहाँ जुन पनि यो रेड देख्नुभएको छ नि हो, यो रेड चाहिँ तपाईँले अनिवार्य रूपमा भर्नुपर्छ भन्ने हो, अरू चाहिँ तपाईँको अप्सनल हुन्छ है। त्यसपछि त्यो डेट अफ बर्थ राख्नुहोस्, सिटिजनसिप नम्बर हुने भयो। त्यसपछि पेई नेम तपाईँको नाम हुने भयो, कन्ट्याक्ट नम्बर हुने भयो। त्यसै गरी इन्स्टलमेन्ट हुने भयो। त्यसपछि रजिस्ट्रेसन चाहिँ हुने आजको डेट आफै अपडेट भएर आउँछ होइन। तपाईँले अब एसआइपी पेमेन्ट चाहिँ मोडल चाहिँ कुन गर्ने हो त, जस्तै कि तपाईँले अब लिमिटेड गर्ने हो कि अनलिमिटेड गर्ने हो त। हामी त लामो समयको लागि गर्ने हो, त्यस कारणले गर्दा अनलिमिटेड भनेर सेट गर्नुहोस्। त्यसपछि भनेको चाहिँ एसआइपी इन्टरभल भन्ने हुन्छ। यसमा तपाईँले मन्थली गर्ने हो कि क्वार्टरली गर्ने हो त। धेरैजसो क्यापिटलहरूले चाहिँ मन्थली पनि दिएका हुन्छन्, क्वार्टरली, सेमी एनुअली, इयरली पनि दिएका हुन्छन्। तर यो एनएमबीले चाहिँ मन्थली र क्वार्टरली मात्र दिएको रहेछ। त्यसपछि भनेको चाहिँ तपाईँले आफ्नो ब्याङ्क सिलेक्ट गर्नुहोस्, ब्याङ्क एकाउन्ट सिलेक्ट गर्नुहोस् होइन। त्यसपछि तपाईँले यहाँ सोर्स अफ फन्ड सिलेक्ट गर्न सक्नुहुन्छ, यो चाहिँ अनिवार्य छैन। त्यसपछि तपाईँले यसपछि चाहिँ यहाँ आफ्नो नागरिकताको फ्रन्ट साइड र ब्याक साइडको फोटो खिचेर राख्नुपर्ने हुन्छ होइन। त्यसपछि तपाईँलाई चाहिँ यहाँ मेरो सेयरको एउटा डकुमेन्ट माग्छ। यसको लागि मेरो सेयरमा लगइन भएर यहाँ मोर भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि यो साइडमा रहेको माई डिटेल्समा क्लिक गर्नुहोस्। त्यसपछि तीनवटा डटमा क्लिक गर्नुहोस्। त्यसपछि डाउनलोड पिडिएफमा क्लिक गरेर पिडिएफ डाउनलोड गर्नुहोस्। त्यसपछि क्रोममा गएर पिडिएफ टु जेपिजी भनेर सर्च गर्नुहोस्। त्यसपछि त्यो जेपिजी फर्मेटलाई रजिस्ट्रेसनको लागि अपलोड गर्नुहोस्। त्यसपछि यहाँ तपाईँले आफ्नो इमेल एड्रेस राख्नुहोस्। इमेल एड्रेस राखिसकेपछि इमेलमा चाहिँ ओटिपी अर्थात् वान टाइम पासवर्ड आउने गर्दछ, यसलाई राख्नुहोस् यहाँ। त्यसपछि यहाँ डु यु वान्ट टु इनरोल इन डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भनेको छ नि, यसमा चाहिँ तपाईँले यहाँ टिक गर्नुपर्ने हुन्छ। जस्तै कि मैले अगाडि पनि भनेको थिएँ नि, तपाईँको डिभिडेन्ड चाहिँ रिइन्भेस्ट हुनुपर्छ, बल्ल कम्पाउन्ड हुन पाउँछ, तपाईँको थोरै पैसाले धेरै बन्छ भनेको थिएँ नि। तपाईँले टिक लाउनु पर्ने भनेको यही हो। यसको लागि यहाँ यसरी टिक लाउनुहोस्। त्यसपछि भनेको यहाँ तपाईँले टर्म्स एन्ड कन्डिसनहरू पढ्न सक्नुहुन्छ तलपट्टि। त्यसपछि चाहिँ यहाँ तपाईँले यहाँ पढ्यो भनेर टिक लाउनुहोस्। त्यसपछि अन्तिममा भनेको चाहिँ सिलेक्ट पेमेन्ट मोड भनेको छ, तपाईँले खल्ती ई सेवा कनेक्ट आइपिएस केबाट गर्ने हो त एउटा सिलेक्ट गर्नुहोस्। त्यसपछि चाहिँ तपाईँले यहाँ प्रोसिड फर पेमेन्ट गरिसकेपछि हुन्छ। यसरी रजिस्ट्रेसन गरेको 24 घण्टाभित्र भनेको चाहिँ तपाईँको इमेलमा लगइन युजर र पासवर्ड आउने गर्दछ। त्यसपछि तपाईँ त्यही वेबसाइटमै गएर युजर नेम र पासवर्ड राख्नुहोस्। तपाईँ लगइन भइसकेपछि भनेको चाहिँ यस्तो प्रकारको इन्टरफेसहरू देख्न सक्नुहुन्छ। तपाईँले यहाँ युनिट पर्चेज हेर्न सक्नुभयो, तपाईँले कति युनिटहरू किन्नुभयो त भनेर तपाईँले यहाँ स्टेटमेन्ट देख्न सक्नुहुन्छ होइन। त्यसै गरी बेच्नु पर्यो भने चाहिँ तपाईँले यहाँ युनिट रिडेम्सन रिक्वेस्ट भनेर राख्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँले यहाँ एसआइपीमा क्लिक गरेर तलपट्टि चाहिँ एसआइपी एमेन्डमेन्ट भन्ने देख्नुहुन्छ। यसमा चाहिँ तपाईँले अब एसआइपी इन्टरभल चेन्ज गर्नु पर्यो, एसआइपी एमाउन्टहरू चेन्ज गर्नु पर्यो भने यहाँबाट सजिलै चेन्ज गर्न सक्नुहुन्छ। अब दोस्रो पटकबाट एसआइपी गर्नु पर्यो भने चाहिँ त्यो क्यापिटलको नेम र एसआइपी पेमेन्ट भनेर सर्च गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ डिपी भर्नुहोस्, बिओआइडी अर्थात् डिम्याट एकाउन्ट भर्नुहोस्। त्यसपछि यो तपाईँको नेम कन्ट्याक्ट नम्बरहरू भनेको आफै भरिएर आउँछ। त्यसपछि तपाईँले यहाँ प्रोसिड फर पेमेन्ट भनेर ई सेवा खल्ती कनेक्ट आइपिएसबाट पेमेन्ट गर्न सक्नुहुन्छ। एसआइपी पेमेन्ट भनेको चाहिँ जस्तै कि एनएमबी क्यापिटल हो भने तपाईँले एनएमबी ब्याङ्कबाट चाहिँ एसआइपी पेमेन्ट अटोमेटिक पनि गर्न सक्नुहुन्छ। र अन्य तरिकाहरू के रहेका छन् भनेर पनि मैले अगाडि भिडियोहरूमा भन्ने छु, एसआइपी पेमेन्ट कसरी अटोमेटिक गर्ने त भनेर। यसरी तपाईँले सजिलै रूपमा एसआइपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान गर्न सक्नुहुन्छ। अब यो एसआइपीमा लाग्ने एक्जिट लोड चार्जहरू के रहेका छन् त भनेर जान्नको लागि यो भिडियोमा क्लिक गर्नुहोस्। त्यसपछि अलिक पछि हेर्दै हुनुहुन्छ भने कुनमा एसआइपी गर्ने त भन्ने भिडियो पनि यो स्क्रिनमा देखिनेछ, यसमा क्लिक गरेर हेर्न सक्नुहुन्छ।